जसरी म बुझ्छु नि अरूलाई त्यसरी नै अरू चाहिँ किन बुझ्दैनन् मलाई। मलाई त रिलेसन धेरै गहिरो शब्द हो जस्तो लाग्छ, तर मलाई चाहिँ किन कसैले मतलब नै गर्दैनन्। मलाई कसैले नराम्रो नै गर्यो भने नि म उसँग त्यस्तो गर्न सक्दिनँ। मेरो कारणले कसैलाई पीडा होस् त्यो त मैले हेर्नै सक्दिनँ। जसरी म माया गर्छु त्यसरी नै मलाई पनि गर्नुपर्छ भन्ने त छैन, तर त्यति त म पनि आश गर्छु नि जति तिमीले बाचा गरेको छौ। कहिले त बुझ न मलाई पनि। सबै आफ्ना कुरा सुनाउँछन्, सबै आफ्ना दुःख सुनाउँछन्। मेरो कुरा मेरो दुःख चाहिँ कोही पनि किन सुन्दैन। जसले पीडा दियो मलाई सबैभन्दा धेरै म त्यही पीडा उसलाई किन दिन सक्दिनँ। जस्तो व्यवहार गरे नि उसले मसँग त्यस्तो व्यवहार म उसँग किन गर्न सक्दिनँ। म एक नातालाई टिकाउन जति पनि कोसिस गर्छु, किन ऊ थोरै पनि कोसिस गर्दैन। सायद मसँग कसैलाई खुसी लाग्दैन, सायद म नहुँदा पनि कसैलाई मतलब नै हुँदैन। म जति सोध्छु उसको बारेमा ऊ के एक पल पनि मेरो बारेमा सोध्छ होला। म देख्न त देखिन्छु नि उसलाई, के ऊ मलाई हेर्छ पनि। मलाई त सधैँ उसकै याद आउँछ, तर ऊ त मलाई झुक्केर पनि सम्झिँदैन। म याद त तब मात्र आउँछु होला जब म उसको केही काम लाग्छु, नभए त उसलाई मेरो के भेल्यु छ र। म पनि ढुङ्गाको मुटु बनाउन चाहन्छु, कसैलाई मतलबले नगर्ने खालको, तर खै किन हुँदैन मबाट। म सक्दिनँ ऊ जस्तो बन्न। सायद माया भन्ने चिज त मेरै मनभित्र मात्र होला, तर म पनि चाहन्छु नि तिमी पनि मलाई बुझ्ने कोसिस गर्नु। कहिले त मुटु लिएर आऊ र बस न मसँग। म जस्तै तिमी पनि मसँग बोल्न खोज न।